नमस्कार दर्शकवृन्द, च्यानल एसको प्रस्तुति द कमेन्ट्स शुभारम्भ नयाँ श्रृङ्खलासहित तपाईँको टेलिभिजन सहितमा शुभारम्भ विशेषतः सामाजिक, राजनैतिक अनि आर्थिक मुद्दाहरूमा केन्द्रित भई हामी बहस गर्छौँ, संवाद गर्छौँ विभिन्न व्यक्तित्वहरूसँग, विशेषतः विशेषज्ञहरूसँग। आजको कार्यक्रममा पनि आर्थिक विषयको आर्थिक पाटोलाई सँगालेर बहस संवाद गर्नको निमित्त हामीले एक विशेष व्यक्तिलाई निम्त्याएका छौँ, सुरेश प्रधान। सुरेश प्रधान आफैमा एकजना एन्टरप्रेनर व्यक्ति हुनुहुन्छ। हुँदाहुँदै पनि नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्व अध्यक्ष भएर नेपालको घरेलु तथा साना उद्योगहरूलाई नेतृत्व गरिसक्नु भएको एक व्यक्तित्व। आजकल उहाँ हुनुहुन्छ साउथ एसियन कन्ट्रिज एसएमई फोरमका प्रेसिडेन्ट भन्दाखेरि बुझ्न सकिन्छ सम्पूर्ण सार्क कन्ट्रीसँग रिलेटेड भएका घरेलु तथा साना उद्योगहरूका साझा मञ्चका उहाँ प्रेसिडेन्ट हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ, सभापति। यस्तो व्यक्तिसँग आज हामी देशकै राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा केन्द्रित हुँदाहुँदै विशेषतः नेपालको अति नै आर्थिक अर्थतन्त्रमा विशेष महत्त्व राख्ने घरेलु तथा सानो उद्योगहरू सन्दर्भमा चर्चा परिचर्चा गर्नेछौँ। सबभन्दा पहिला उहाँलाई कार्यक्रममा स्वागत गरौँ। सुरेश प्रधानजी, तपाईँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। यो शुभारम्भ कार्यक्रम विशेषतः आर्थिक, सामाजिक, राजनीतिक मुद्दामै केन्द्रित। त्यसमध्ये त हुन त तपाईँ पनि एकजना राजनीतिक व्यक्तित्व, विभिन्न राजनीतिक पार्टीमा काम गरिसक्नु भएको व्यक्तित्व। उसो हुँदाहुँदै पनि नेपालको घरेलु तथा सानो उद्योगलाई व्यवस्थित बनाउनलाई एउटा आन्दोलन गर्ने हिसाबले तपाईँले धेरै नेतृत्व गरिसक्नु भएको व्यक्तित्व। आजकल तपाईँ यो साउथ एसियन कन्ट्रिज एसएमई फोरममा नेपालको तर्फबाट हुनुहुन्छ, प्रेसिडेन्ट हुनुहुन्छ। हल्का के बताइदिनुहोस् त्यसको बारेमा। साउथ एसियन कन्ट्रिज एसएमई फोरम भन्नाले तपाईँले भन्नुभयो जस्तै साउथ एसियन कन्ट्रिज अथवा सार्क कन्ट्रीभित्रका साना तथा मझौला व्यवसायहरूको साझा मञ्च हो, साझा फोरम हो, साझा संस्था हो। यसको इन्सेप्सन सन् 2005बाट सुरु भएको हो। अहिले सन् 2019सम्म आउँदाखेरि हामी सबै देशहरूमा त्यति इफेक्टिभली काम गर्न नसक्दै पनि विशेष आर्थिक क्रियाकलाप गर्ने देशहरू जस्तो अब भारत भयो, बङ्गलादेश भयो, नेपाल भयो, अनि श्रीलङ्का भयो, भुटान भयो, पाकिस्तान भयो, यी देशहरूमा चाहिँ हामी कार्यरत छौँ। यसले के गर्छ भने मूलभूत रूपमा यो क्षेत्रमा भएका साना तथा मझौला व्यवसाय अर्थात् हाम्रो भाषामा लघु घरेलु तथा साना उद्योगहरूको संरक्षण र सम्वर्धन गर्दै रिजनल क्षेत्रगत रूपमा साना तथा मझौला व्यवसायहरूलाई कसरी प्रवर्धन गर्ने भन्ने कामहरू गर्छौँ। यी कारणले अब हाम्रो पर्यायवाची शब्द भन्दा पनि यो सार्क भन्ने हाम्रो चाहिँ पर्यायवाची शब्द हुँदाहुँदै पनि अहिलेको अवस्थामा सार्क आफै पनि सङ्कटमा भएको हामीले देखिरहेका छौँ। त्यस कारणले यो सार्क चेम्बर भन्ने अलग हुँदाहुँदै पनि यो फोरमले विशेष रूपमा साना तथा मझौला व्यवसायहरूको चाहिँ परिमार्जित रूपमा जाने भन्ने कुरा छ। त्यस विषयमा अब सन् 2005देखिको हाम्रो क्रियाकलापले यो क्षेत्रभित्रका देशहरूको आफ्नो आफ्नो प्रविधिको विकास गर्ने, प्रवर्धन गर्ने अनि इन्टर कन्ट्री ट्रेड फेसिलिटेसन गर्ने यी कामहरू भइरहेको छ, जसको कारणले हाम्रो यो क्षेत्रमा भएका आफ्ना व्यवसायहरूको जुन ट्रेड डेफिसिटहरूलाई चाहिँ घटाउने काम चाहिँ गरेको छ। अब नेपालको तर्फबाट तपाईँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ, नेतृत्व पनि सम्हाल्दै हुनुहुन्छ। त्यस अर्थमा तपाईँले अहिले नेपालको लघु तथा मझौला घरेलु उद्योग र अन्य सार्क कन्ट्रीको बिचमा के फरक पाउनुहुन्छ, तात्विक भिन्नता? त्यसमा अब बेसिकली साइज अफ इकोनोमीले चाहिँ इन्डिया सबभन्दा ठुलो, इन्डिया पछि अब पाकिस्तान आउँछ, बङ्गलादेश आउँछ, श्रीलङ्का आउँछ, त्यसपछि मात्र हामी आउँछौँ। करिब 5औँमा आउँछ। जस्तो अब मल्दिप्स र अफगानिस्तान भन्दा र भुटान भन्दा हामी माथि छौँ साइज अफ इकोनोमीले। त्यस कारणले यो साना तथा मझौला व्यवसायहरूको साइजलाई नै हामीले परिमार्जित गर्न सकेका छैनौँ, किनभने इन्डियामा धेरै सानो उद्योगहरू हाम्रो ठुला उद्योग जतिकै हुन आउँछ। त्यस कारणले यी साइजहरूलाई अब एसएमईको
स्मल एन्ड मिडियम इन्टरप्राइजेसको कन्ट्रिब्युसन र उनीहरूको साइजले गरेर अब हामी ठ्याक्कै म्याच हुन सकिरहेका छैनौँ। त्यस कारणले अब सबैको आफ्नो आफ्नो परिभाषा छ, त्यसलाई अब एकरूपता ल्याउन त सक्ने अवस्था रहेन, किनभने साइज अफ इकोनोमीले चाहिँ त्यसलाई मान्न पनि गाह्रो हुन्छ। हामीलाई 1 करोड भनेको ठुलो होला, इन्डियामा गयो भने 1 करोड भनेको नोमिनल होला, अथवा पाकिस्तानमा, बङ्गलादेशमा, श्रीलङ्कामा गयो भने त्यो नोमिनल साइजमा आउँछ। त्यस कारणले यी इन्टरप्राइजेसहरूको अब जस्तो हामी कहाँ लघु घरेलु तथा साना उद्योग भन्ना साथै एकदमै सानो 2-4 लाखले मात्र सुरु गर्ने भनेर भन्छौँ। तर पनि नेपालको कन्टेक्स्टमा अब आजको दिनमा 10 करोडसम्मको अधिकृत पुँजी ले चलेको इन्टरप्राइज अथवा उद्योगहरूलाई चाहिँ साना उद्योग भन्ने गरिसकेका छन्। लघु भन्नाले 5 लाखसम्मको अधिकृत पुँजीलाई चाहिँ हामी जनाउँछौँ। उसको क्यापासिटी भनेको 20 लाखदेखि 50 लाखसम्मको वार्षिक टर्नओभर हो। त्यो कुरा अब इन्डिया, बङ्गलादेश र यिनीहरूसँग जाँदाखेरि मिल्दैन। ती कुराहरूलाई परिमार्जित गर्दा गर्दै पनि हामीले अब हाम्रो टेक्नोलोजी इन्हेन्समेन्टको कुरा, मार्केट एक्सेसिबिलिटीको कुरा, सबै कुरालाई मिलाउँदै जुन साइजको इन्टरप्राइज हो उनीहरूसँग चाहिँ कोलाबोरेसन गरेर आपसी समझदारी र व्यापार व्यवसाय चाहिँ बढाउने काम चाहिँ गरिरहेछौँ। तर पनि व्यवहारमा त समस्या पक्कै होला नि त। व्यावहारिक रूपमा त अब जस्तो हाम्रो यो ट्रेड ट्रिटी सार्कको कुरा गर्दाखेरि साफ्तालाई नै राम्रोसँग हामीले अवलम्बन गर्न सकेका छैनौँ। कसैको नेगेटिभ लिस्ट बढी छ, कसैको नेगेटिभ लिस्ट घटाउनु पर्ने छ, ती कुराहरूमा असमञ्जसता छ। ठुलो प्लेयरको हिसाबले इन्डिया भारतको कन्टेक्स्टमा हेर्दाखेरि हामी ल्यान्डलक कन्ट्रीको एक्सेस टु सीको कमी कमजोरले पनि हामीलाई डिपेन्डेन्सी इन्डियामा छ, त्यो नभएको होइन। र पनि अब पहिलाभन्दा धेरै सुधारहरू भएको छ, तर पनि सुधारहरू गर्न अझै पनि बाँकी छ। तै पनि अब इन्डियामा विदेशसँग, उसको थर्ड कन्ट्रीसँग सजिलो एक्सेस भएको तपाईँले भर्खर पनि भनिहाल्नुभयो। तर तिनीहरूको लघु उद्योग भन्दाखेरि त विशेष त आफ्नै भूमिमा बनाउनु भन्दा पनि एसेम्बल पनि बढी हुन्छ नि उनीहरूको, होइन? होइन, अबको कन्टेक्स्टमा अब आफ्नै देशमा सबै कुरा बनाऊ भनेर सम्भव कुनै पनि देशमा छैन। जस्तो अब इन्डियामा पनि सबै कुरा बन्नेवाला छैन। धेरै जसो सोर्सिङहरू चाइना र कोरिया, भियतनाम भइसक्यो, ताइवान भइसक्यो। त्यस कारणले पनि अब आफ्नै देशमा सबै कुरा बनाउँछ भनेर अब सम्भव धेरै कम छ। त्यस कारणले अब हामीले अब नेपालको कन्टेक्स्टमा कुरा गर्ने बेला चाहिँ लोकल रिसोर्सेससँग, स्थानीय स्रोत साधनलाई परिमार्जित गर्दै उद्यम व्यवसाय गर्नुपर्छ भन्ने कुरा हो। अर्को कुरा भनेको अब हामीसँग धेरै फ्लक्चुएसन, भ्यारिएसन छ। तराईदेखि हिमालसम्मको त्यो जियोग्राफिकल सी लेभलबाट हाइट हेर्दा पनि अब 60 मिटरदेखि 8000 मिटर, 8000भन्दा बढी मिटरको हामीसँग जियोग्राफिकल रिजन छ। त्यस्तै क्लाइमेटोलोजीले पनि धेरै फरक पर्छ। अब नेपालले गर्नुपर्ने भनेको निच मार्केट र निच प्रडक्टमा जानुपर्ने हुन्छ। त्यो निच मार्केट, निच प्रडक्टकै कुरा गर्दाखेरि पनि अब इन्डियाकै हकमा कुरा गर्दाखेरि अब यहाँ तपाईँले स्मल र मिडियम इन्टरप्रेनरसिपको कुरा गर्नुभयो, घरेलुको कुरा आइराखेको छैन। यहाँ घरेलु कसरी सम्बोधन गर्छ फोरमले? नेपालको परिवेशमा भन्दाखेरि हाम्रो औद्योगिक व्यवसाय ऐनले के भन्छ भने हाम्रो ट्रेडिसनल आर्ट एन्ड क्राफ्ट्सबाट उत्पादन गर्ने उद्यम व्यवसायलाई चाहिँ घरेलु उद्योग भन्छौँ हामी। त्यस्तै इन्डियामा पनि त्यस्तै छ, बङ्गलादेशमा पनि त्यस्तै छ। अरू ठाउँमा त यो घरेलु उद्योग भन्ने कम मात्र भेट्छौँ हामी। त्यस कारणले घरेलु उद्योग भनेर घरमा मात्र बसेर गर्ने होइन। जस्तो अहिले हामीले हेर्दाखेरि नेपालको कन्टेक्स्टमा हेर्दा गलैँचा पनि घरेलु उद्योग हो। त्यस्तै अब हातले छाप्ने इँटा उद्योग पनि घरेलु उद्योग नै हो। यस्तै 30-35 क्याटेगोरीको छ। ती क्याटेगोरीलाई घरेलु उद्योग भन्छ। यसको लिमिटेसन भनेको 28 क्यापिटलमा जाँदैन। ट्रेडिसनल क्राफ्ट एन्ड नेपालको कन्टेक्स्टमा भएको, नेपालको एसएमई फोरमकै कुरा गर्दाखेरि के छ? एसएमई फोरममा जाँदा पनि घरेलु भनेर अब त्यही नेपाल, बङ्गलादेश र भारतमा मात्र छ घरेलु उद्योग भनेर। अरू देशमा चाहिँ एसएमई, स्मल एन्ड मिडियम इन्टरप्राइज नै भन्छ। यो घरेलु भन्ने शब्द प्रयोजन चाहिँ नेपाल, भारत र बङ्गलादेशमा मात्र देखिन्छ। पाकिस्तानमा पनि देख्दैन, अफगानिस्तान देख्दैन, मल्दिभ्समा देख्दैन,
भुटानमा पनि देख्दैन अनि श्रीलङ्कामा पनि देख्दैन। त्यस अर्थमा तिनीहरू कन्ट्रीसँग चाहिँ ह्यान्डिक्राफ्ट छैन भन्ने बुझ्न सकिन्छ। ह्यान्डिक्राफ्ट छैन भन्ने होइन, उनीहरूले स्मल एन्ड मिडियम इन्टरप्राइजमा त्यसलाई क्याटेगोराइज गर्न लाग्यो, घरेलु भनेर पो सम्बोधन गर्दैन उनीहरूले। अहिले तपाईँले निज मार्केटिङको पनि कुरा गरिहाल्नुभयो। अहिले मार्केटको कुरा गर्दाखेरि इन्डियन मार्केटको डोमिनेसनले नेपालको ह्यान्डिक्राफ्ट्सलाई त धेरै डोमिनेट भइराखेको अवस्था छ, के बुझ्नुहुन्छ तपाईँ? त्यो अब जस्तो अब कल्चरल्ली क्राफ्टम्यानसिपमा नेपाल र भारतको धेरै सिमिल्यारिटिजहरू छ, त्यस कारणले अब डोमिनेसन उसको साइज अफ इकोनोमी बढी भएकोले चाहिँ उसले डोमिनेसन गर्ने त स्वाभाविकै भयो। तर पनि हामीसँग हाम्रो क्यापेसिटीलाई इन्हान्समेन्ट गर्ने बाटो चाहिँ के छ भने हामीसँग जुन जुन भेराइटीको प्रडक्ट्सहरू लोकल रिसोर्सेस बेसमा प्रडक्टहरू छ भारतसँग छैन। जस्तो अब हामीले फरेस्ट बेस इन्टरप्राइज गऱ्यो भने भारतसँग धेरै कम छ। आजको दिनमा पनि इसेन्सियल ओइल हाम्रै र मेटेरियलबाट बनाउँछ इन्डियाले। जडीबुटीको कुराहरू आयुर्वेदिकको कुरा गर्दा पनि सबै हाम्रै बेसमा छ। त्यो उनीहरू कहाँ भन्दा हामी कहाँ बढी छ। यहाँ फरक के भयो भने हामी र मेटेरियल बोरामा पठाउँछौँ, बोतलमा किन्छौँ। सामान किन्ने बेला बोतलमा किन्छौँ, हामी बोरामा सामान बेच्छौँ। बोराको 2000 में बेच्छौँ, बोतलको 5000 ले किन्छौँ। त्यति मात्र फरक हो। टेक्नोलोजी उनीहरूले इन्हान्स गरेर त्यसलाई स्टेप वाइज भ्यालु एडिसन गर्यो, हामीले गर्न सकेका छैनौँ, त्यति मात्रै हो। अब हामीले गर्नुपर्ने भनेको भ्यालु एडिसनल भ्यालु एडिसन गरेर त्यो चाहिँ एक्सपोर्ट गर्न सक्नु पर्यो। त्यसको लागि टेक्नोलोजी चाहियो, मेकानाइजेसन चाहियो। ती कुराहरू चाहिँ हामीले नेपालको कन्टेक्स्टमा चाहिँ त्यसो हो। उसो पनि फेरि अब अलिकति ह्यान्डिक्राफ्ट पनि फर्केँ, जस्तै गलैँचा भयो, पस्मिना भयो, इन्डियाले पनि आफै कहाँ हाम्रो जस्तै गरी बनाउन थालिसक्यो। बनाउँछ, त्यो त बनाउन सकिन्छ, नसक्ने होइन। त्यस कारणले हाम्रो कमजोरी कहाँ भयो भने ट्रेडमार्क रेजिस्ट्रेसन र इन्टेलेक्चुअल प्रपर्टी राइटको कुरामा चाहिँ हामी चुक्यौँ। त्यो अब त्यसमा जस्तो हामीले पनि अब थाइल्यान्डमा बनेर जस्तो सामान यहाँ पनि बनाउँछौँ, अमेरिका बनेर जस्तो सामान यहाँ पनि बनाउँछ। त्यो बनाउनु त सक्ने भए, तर त्यसको रियल भ्यालु चाहिँ उसको प्याटेन्ट राइट र ट्रेडमार्क र इन्टेलेक्चुअल प्रपर्टी राइटको कुरा, त्यसमा हामी चुकिरहेछौँ। यसको लागि सरकारी पक्ष र निजी क्षेत्रको कमी कमजोरी भएकै हो भन्छु म चाहिँ। सुधार्न सकिन्छ अब आजको दिनमा पनि सुधार्न सकिन्छ। जस्तो अब अहिलेको परिवेशमा हेर्दाखेरि लघु घरेलु तथा साना उद्योगको सङ्ख्या करिब 4 लाखको सङ्ख्यामा छ। यो फर्मल इकोनोमीको कुरा भयो। इन्फर्मल इकोनोमी अझै पनि 6-8 लाख छ भन्छौँ हामी। त्यो इन्फर्मल इकोनोमीमा बस्नेहरूले त ट्रेडमार्क, प्याटेन्ट राइट यिनीहरू गर्नै सक्ने भएन। भएका 4 लाख मध्येमा पनि उनीहरूले गर्ने कोसिसै गरेका छैन। काम भइरहेछ, चलिरहेछ, भइरहेछ भन्ने मात्र बुझे। जस्तो अब हामी कपी धेरै गर्न खोज्छौँ। 2-4वटा इक्जाम्पल अब यसले अन्यथा नलियोस्। जस्तो इन्डियाको गोदरेजको सिमिल्यारिटीमा हामीले पोड्रेज बनायौँ। त्यसले गरेर अब उहाँहरूको कस्तो बिजनेस प्याटर्न भयो थाहा भएन मलाई। त्यो ठिक होइन भनेर भन्छु। त्यस्तै अब अरू पनि प्रडक्टहरू छ। जस्तो अब लेजको ठाउँमा अर्को त्यस्तै सिमिलर नाम दिएर हामी छिटो मार्केटिङ खोज्छौँ, तर आफ्नै इनिसिएसनमा मार्केट क्रिएसन गर्ने 2-4वटा 8-10वटा प्रडक्ट बाहेक हामीले त्यसो मास लेभलमा गर्नै सकेका छैन। त्यस कारणले पनि मास लेभलमा जानलाई एउटा कम्पिटिटिभनेसको कुरा भयो। इन्डिया चाइनासँग हामीले कम्पिट गर्न सक्छौँ कि सक्दैनौँ त, त्यो कुरा विचार गर्नु पर्यो। अर्को भनेको अब उनीहरूको रिसोर्ससँग हाम्रो रिसोर्स म्याच गर्छ कि गर्दैन। अब जस्तो अहिले तपाईँले पटक भन्नुभयो ह्यान्डिक्राफ्टको कुरा गर्नुभयो। ह्यान्डिक्राफ्टमा हाम्रो धेरै निज प्रडक्टहरू थिए, त्यो मास लेभलमा जान खोजे, मास लेभलमा जान सक्दैन। जस्तो अब एउटा मूर्ति बनाउनलाई 6 महिना लाग्छ भने त्यस्तै मूर्ति चाहिँ मलाई महिनामा 10वटा देऊ, 100वटा देऊ भने दिन सक्ने अवस्था हुँदैन। त्यो क्वालिटी मेन्टेन गर्नलाई चाहिँ हामीले सकिरहेको छैनौँ। त्यस कारणले अब अहिले कहीँ देखिरहेको छ मैले मेकानाइजेसनको प्रोसेस चाहिँ भएको छ, तर त्यसले पुगेन। अझै पनि अब जानु पर्यो। अब मेरो 6 महिना मात्र एउटा बेच्ने 25 लाखमा बेच्छु भनेर भन्न पाएँ नि त। त्यो आर्टिसन भ्याल्युमा चाहिँ जान सकिन्छ। अरू जेनरल पिपललाई, टुरिस्ट र इभन चाइना र इन्डियालाई मात्र पनि हामीले सामान सप्लाई गर्ने भने हामीले अरू देशमा हेर्नै पर्दैन। त्यहाँ 130 अरब छ, त्यहाँ 130 करोड जनसङ्ख्या, दुईवटा गरेर 260 करोड पपुलेसन भएको ठाउँमा उनीहरूलाई चित्त बुझ्ने हामीले रुद्राक्ष मात्र सस्टेन गराइदिए पनि पुग्छ। त्यस्तै अब ती कुराहरूमा हामी जान सक्यौँ भने चाहिँ बेटर हुन्छ। त्यही अवस्थामा पनि कुरा गर्दाखेरि यो तपाईँको फोरमले
अहिले भइरहेको तपाईँ प्रेसिडेन्ट हुनुहुन्छ 7 8 9 वटा राष्ट्र छ होला अहिले 8 वटा राष्ट्र यिनीहरूको एक आपसको मार्केटमा एक्सेसको कुरा के भइरहेको छ यसमा एक्सेसिबिलिटीको कुरामा जस्तो यो उता पश्चिमतिर अफगानिस्तान पाकिस्तान र मल्दिभ्समा अलिकति एक्सेसिबिलिटी गाह्रो छ यता बाँकी 5 वटा कन्ट्री श्रीलङ्का भारत बङ्गलादेश भुटान र नेपालमा अलि सजिलो छ त्यही कन्टेक्स्टमा त्यसमा पनि सिङ्क्रोनाइज गरेर BBINबाट भारत बङ्गलादेश भुटान नेपालको इन्डियाको नर्थ इस्ट पार्ट र भुटान बङ्गलादेश नेपाल यो 4 वटा उसमा चाहिँ BBINको सबै ट्रेड फेसिलिटीको कामहरू भइरहेछ तर बाइलेटरल र मल्टिलेटरल कुराहरू नेगोसिएसनहरू गर्न बाँकी छ त्यो भयो भने एक्सेसिबिलिटी सामानको एक्सेसिबिलिटी मान्छेको एक्सेसिबिलिटी अब ट्रान्सपोर्टेसन फेसिलिटेसन भयो भने त्यो सामानहरू जान आउनलाई चाहिँ सजिलो हुन्छ किनभने हाम्रो सी एक्सेस बेला बेलामा कुरा आउँछ बङ्गलादेशबाट पनि सी पोर्ट दिने इन्डियाबाट अहिले क्यालकाटा र विशाखापट्टनमको कुरा भइरहेछ ती कुराहरूलाई गर्दा अझै पनि अब क्यालकाटा बेस नै छ हाम्रो सी पोर्टको हिसाबले ती एक्सेसिबिलिटी भयो भने अझ त्यसमा पनि अर्को थप चरणमा चाहिँ रिजनल भ्यालु चेन भनेर चाहिँ कुराहरू हामीले गरिरहेका छौँ आधा सामान यहाँ बन्छ आधा सामान इन्डिया अथवा पाकिस्तानमा भुटानमा कहीँ गएर बन्छ अनि त्यो फाइनल प्रडक्ट चाहिँ एक ठाउँबाट जान सक्ने त्यो कुराहरू पनि आइरहेको छ त्यसको लागि हामीले एउटा अध्ययन गर्दाखेरि नेपालको अहिलेको कन्टेक्स्टमा चाहिँ फ्रुट जुस र फ्रुटमा चाहिँ हाम्रो क्यापेसिटी छ हामी इन्डियालाई बेच्छौँ उसले फ्रुट बनाएर जुस बनाएर बेच्छ कि उसले फ्रुटै बनाउँछ कि अर्को कुरा हो त्यस्तै गार्मेन्टको हिसाबले बङ्गलादेशको एकदम राम्रो छ उसले र मेटेरियल इन्डियाबाट ल्याउँछ बङ्गलादेशमा बनाउँछ एक्सपोर्ट गर्छ अथवा फेरि इन्डियामै पनि आउँछ त्यस्तै भुटानको पनि जुस सेक्टरमा राम्रो छ त्यस्तै अब अफगानिस्तानको कुरा गर्दा जिरा र ड्राई फ्रुटमा उनीहरूको राम्रो पोसिबिलिटी छ ती कुराहरू गरिरहेछौँ अब इन्टिग्रेटेड एप्रोचमा इकोनोमिक डेभलपमेन्टको कुरा अब ठुलो इकोनोमीको हिसाबले अलिकति रिल्याक्सेसन इन्डियाबाट भयो भने चाहिँ त्यो सम्भव छ राम्रो पनि हुन्छ अब तपाईसँग हामीले एसएमई फोरमको बारेमा कुरा गरिहाल्यौँ नेपालको घरेलु तथा सानो उद्योगको अवस्था के छ अब अहिले पनि मैले नेपालको कन्टेक्स्टमा हेर्ने भने दर्ता गरेर सञ्चालनमा आइरहेका करिब 4 लाख लघु घरेलु तथा साना उद्यमीहरू छन् त्यसमध्येमा करिब 2.5 लाख जति अपरेसनमा छन् उनीहरू पनि फुल क्यापेसिटीमा सञ्चालन भएका छैनन् अब नेसनल कन्टेक्स्टमा नेसनल इकोनोमीमा हेर्दाखेरि नेपाल सरकारको नीतिगत कुराहरू हेर्दाखेरि जस्तो अब आवधिक योजनाको कुरा गर्दा 2019 सालदेखि त्रिवर्षीय योजना पञ्चवर्षीय योजनाको कुराहरू गर्दै निहाल्दै आउँदाखेरि उद्यम व्यवसायलाई चाहिँ प्रायोरिटी दिएको अहिलेसम्म पनि देखिँदैन 2-3 वटा उदाहरण म तपाईलाई सेयर गर्न चाहन्छु जस्तो अब यही चलिरहेको आर्थिक वर्षको स्ट्याटस हेर्ने भने 1315 अरबको बजेट छ त्यसको 62 देखि 63% चाहिँ साधारण बजेट छ खर्च हेर्ने हो भने अब राजस्व उठ्ने हुने चाहिँ 60% को हाराहारीमा छ अर्थात् 65% चाहिँ साधारण खर्च छ राजस्व उठ्ने चाहिँ 62-63 2-3% चाहिँ अझै पनि डिफिसिट छ पुग्दैन टार्गेट हेऱ्यो भने अब त्यसमा अब 30 टोटल बजेटको 30 देखि 32% सम्म विकास बजेट भनेर भनेको छ त्यो विकास बजेट त कहाँ बजेटै छैन अब यो मेसेजले के भन्छ भने यसलाई अन्यथा श्रोतावर्गमा के भन्छ अन्यथा नलिदिनु होला अब आकाशबाट झरेपछि मात्र विकास बजेट हुने भयो यहाँ कहाँबाट आएर कतैबाट आयो भने मात्र विकास बजेटको खर्च हुन सक्ने अवस्था रह्यो अब नेपाल सरकारमा सम्बन्धित राष्ट्र सेवकहरूले आफ्नो तलब कसरी खाने भनेर भन्नलाई चाहिँ अर्थ मन्त्रालय पनि राजस्व महाशाखाको निहित कर्मचारीहरूले त्यो राजस्वको टार्गेट पुरा नगरेसम्म हाम्रो तलब पाउँदैन भन्ने चाहिँ कुरा बुझिन्छ यो डिरेक्सनले यो 2019 सालदेखि यही ट्रेन्डमा छ
अर्को भनेको अब हाम्रो उद्योग व्यवसाय प्रवर्धनको लागि चाहिँ हामीले फेसिलिटेसन केही पनि गरेको छ। 1315 अरबको बजेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट हेर्नुभयो भने 13 अरब पनि छैन होला मेरो विचारमा। डाइरेक्ट बजेट रातो किताबमा 1% बजेटले 1% को बजेटले अब तपाईँले यो 3000 अरबको ट्रेड फेसिलिटेसन हाम्रो इकोनोमी साइडलाई चाहिँ कसरी फेसिलिटेट गर्छ भने चाहिँ नेपाल सरकारका सम्बन्धित मन्त्रालयका मान्छेले पनि भन्न सक्दैन। अब हामीले निजी क्षेत्रले जे जसो गऱ्यौँ, हाम्रै इनिसिएसनमा गऱ्यौँ, हामीले रोएर कराएर गरिरहेछौँ। हाम्रो उसमा एउटा उखान छ नि, बौलाउनुभन्दा रोइरहनु राम्रो भने जस्तै भइरहेको छ। त्यस कारणले अब फेसिलिटेसनमा सायद मेरो विचारमा खेलकुद मन्त्रालय र उद्योग मन्त्रालयको बजेट उस्तै होला। हामी इन्कम हुने ठाउँमा चाहिँ कम बजेटिङ गरिरहेछौँ। शिक्षा स्वास्थ्यमा त प्राइमरी दिनु नै पर्ने हो। त्यसपछि चाहिँ इकोनोमिक एचिभमेन्टको कुरा, इकोनोमिक डेभलपमेन्टको कुरामा चाहिँ बजेटहरू नेपाल सरकारले छुटाउने जुन ट्रेन्ड छ त्यसलाई चाहिँ अब चेन्ज गर्नु पर्यो। अहिले पनि प्रधानमन्त्रीको रोजगार कोष छ, युवा रोजगार कोष छ। यी कुराहरूमा जाँदाखेरि त्यो बजेट चाहिँ 2-3 अरब 4-5 अरबको छ होला। त्यसले के गर्यो भने अब लोन दिने, लोन फेसिलिटेसन दिने भने त्यसको अपेरेन्टली त्यसमा गर्नुपर्ने के भने भएका उद्यम व्यवसायहरूमा रोजगारको लागि पठाइदिनु पर्यो उनीहरूलाई। अहिले अन्डर जब ट्रेनिङ भन्ने छ, अप्रेन्टिससिप भन्ने छ, त्यसलाई सब्सिडाइज गरेर उनीहरूले के काम सिकोस्, भएका उद्यम व्यवसायमा के कसरी गर्दा हुन्छ भनेर त्यहाँ सिक्ने हुन्छ। त्यहाँबाट ग्रेजुएसन भएपछि अनि उनीहरूलाई आफ्नो व्यवसाय सञ्चालन गर अथवा अन्त गएर काम गर भन्ने चाहिँ त्यो किसिमले मोडल गर्नुपर्ने हाम्रो विचारले। अब सरकारमा बसेका नीति निर्माताहरूले पनि अब केही सोचेर त गर्नुभएको होला। तर म जस्तो अब विगत 25 वर्षदेखि यही सेक्टरमा लागिरहेछौँ, म कुनै पनि बेलामा फेल हुन सक्छु। मेरो ग्यारेन्टी केही पनि छैन। हिजोसम्म म राम्रै थियो, आजको दिनमा फेल भयो भने म त अब ग्राउन्ड टु अर्थमा जाने भयो। त्यसलाई अब फेसिलिटेट गर्ने, त्यसलाई ब्याकअप गर्ने सिस्टमहरू चाहिँ बनाउनु पर्यो भने चाहिँ हाम्रो कुरा हो। तर अब राजस्व उठ्ने मात्रै त्यो टार्गेटमा बसेपछि त सम्बन्धित निकायका कर्मचारी साथीहरूले पनि के गर्न सक्ने भएन। नीतिमा त्यसरी आउनु पर्यो। तपाईँको बुझ्दा के राजस्व उठाउने भन्दाखेरि भएको उद्योगहरूसँग चाहिँ कर उठाउने मात्र त्यति नै? कर उठाउने मात्रै। अब फेसिलिटेसन थोर बहुत छ, नभएको होइन। जस्तो अब ट्रेड एन्ड एक्सपोर्ट प्रमोसन सेन्टरले फेसिलिटेसन गर्नु भनेको विदेशमा कुनै मेलाहरूमा जाने, कुनै अब भिजिटमा जाने, कुनै अब्जर्भेसन मिसनमा जानेहरू केही फेसिलिटेसनहरू छ, त्यतिले पुगेन। नेसनल इकोनोमीमा त्यसले छुँदैन। त्यसले कन्ट्रिब्युसन धेरै नोमिनल मात्र आउँछ, कन्ट्रिब्युसनै गर्दैन भन्न मिल्दैन। हामीले भन्न खोजेको चाहिँ के भने अब प्रडक्ट डेभलपमेन्टको लागि टेक्नोलोजी सपोर्टमा बेसिकली प्रोजेक्ट बेस लेन्डिङमा चाहिँ ध्यान दिनु पर्यो। अहिले त सबै कोलाट्रल बेसमा लेन्डिङमा छ। ब्याङ्कहरूलाई पनि बाध्यता छ, त्यो डुब्ने डर हुन्छ। तपाईँ हाम्रै पैसा लगेर राखेको छौ, कसैलाई दियो, मैले पनि लिउँला, तपाईँले पनि लिउँला, त्यो डुब्ने डर त उनीहरूले लिनुपर्छ। तर अब नेपालको कन्टेक्समा हेर्ने भने सबै सेक्टर चाहिँ फेलर हुँदा पनि ब्याङ्क चाहिँ प्रफिटमा जान्छ, किनभने उसले डन्डा लगाएर पैसा उठाउनु पाउँछ। तपाईँ र मेरो कारोबारमा तपाईँ हाम्रो लेनदेनमा कतै डुब्यो भने त डन्डा लाउने ठाउँ छैन। यी कुराहरूले गर्दाखेरि अब हामीले चाहिँ अलिकति पोलिसीमा चाहिँ रिफर्मेसन चाहिँ गर्नुपर्छ। पोलिसी रिफर्मेसनमा इन्टरप्राइज डेभलपमेन्ट मोडलमा जानुपर्छ भन्ने चाहिँ यी कुराहरू चाहिँ गरिरहेका छौँ। हुँदै पनि तपाईँको परम्परागत जुन कामहरू छन् नि, हजुर, तपाईँ त घरेलु मासम्बाट त्यसलाई पनि हेर्नुपर्ने हो। के अरे अवस्था के छ नेपालको परम्परागत व्यवसायहरू, उद्योगहरूको? परम्परागत व्यवसायहरूको चाहिँ एउटा त अब इन्फर्मल सेक्टरमा बस्न रुचाउने, किनभने ट्याक्सको सरकारी कर्मचारीको अनुहारै हेर्नु नपरोस् भन्ने चाहिँ टेन्डेन्सी छ, एटिच्युड छ। त्यो स्वाभाविक पनि हो, ह्यारेसमेन्ट बढी हुन्छ। योपालि नाफा भयो भने अर्को पालि 10% थपेर त्यो कर लगाउँछन्। ती कुराहरू व्यापार उद्यम व्यवसायमा भनेको योपालि नाफा भयो, अर्को साल त्योभन्दा आधामा त बिजनेस भएर घाटा पनि हुनसक्छ। ती कुराहरूलाई एक्सेप्टेन्सको कुरामा जानुपर्छ।
त्यसो भन्नाले सबैको त्यसो पनि हुँदैन। मेरो लगानी मेरो सरसम्पत्ति लगाएर गरेको काम चाहिँ बिग्रोस् नै भन्न त कसैले चाहँदैन, तर भवितव्यले बिग्रेको कुरामा एक्सेप्टेन्सी देखिँदैन हाम्रो। अब ट्रेन चाहिँ कस्तो छ भने अब प्रोफेसनलिज्म चाहिँ डेभलप भएन हाम्रोमा। जुन परम्परागत रूपमा आएको हामीले धेरै व्यवसायहरू जस्तो टोखाको चाकु भन्थ्यौँ, त्यो अहिले 1-2वटा चाकु बनाउने ठाउँ छ होला। त्यस्तै खोकनाको तेल भन्थ्यौँ, त्यहाँ एउटा कि 2वटा तेल मिल्छ। अब त्यसको ब्याकअपको कुरा गर्ने भने अब जस्तो तोरी नै हामी कहाँ उपज हुँदैन भने त्यसले चाहिँ इम्पोर्ट गर्नै पर्ने हुन्छ, त्यसको कस्ट ब्यालेन्स हुन्छ। चाकुको लागि पनि त्यस्तै होला, अरू चिउराको लागि पनि होला। ब्याकवर्ड लिङ्केज र फरवर्ड लिङ्केजको कुराहरू हामीले धेरै बिर्सेका छौँ। त्यही भएर हाम्रो निज प्रडक्टहरू परापुरो जस्तो भोजपुरको खुकुरी भन्छौँ, ती कुराहरू चाहिँ सबै मासेर गयौँ। अनि थाइल्यान्डबाट ल्याएको एकदम टल्किने चक्कु चलायौँ खुकुरीको सट्टा, होइन। खोकनाको तेलको साटो मलेसियाबाट इन्डोनेसियाबाट त्यो तेल ल्याएर खायौँ, होइन। चाकुको ठाउँमा चिनी चलायौँ, मिश्री त अब हामीले बिर्सिसक्यौँ। यी कुराहरूलाई अब हाम्रो स्रोत साधनमा बसेका अझै पनि धेरै व्यवसायहरू राम्रै गरिरहेछन्। जस्तो एरोमेटिक हब्सको कुरा गर्ने हो भने यो म्याप्स प्रडक्ट भन्छ, होइन, मेडिसिनल हब्सको कुराहरू गर्ने हो भने अझै पनि राम्रो गरिराख्नेहरू छन्, तर त्यसमा भ्याली एडिसनको कुराहरू अझै पनि जोड दिन सकेछन्। जस्तो अब जेम्स र सेमी स्पेसियस जेम्सहरूमा हामी राम्रै छौँ। हामी ट्रकमा 2वटा ढुङ्गा राखेर पठाउँछौँ, अनि त्यहाँ राजस्थानबाट त्यही सानो सानो टुक्रा किनेर औँठीमा लाउँछ हामीले। त्यही त्यसको अब ट्रकमा पठाउँदा 2 लाख रुपियाँ आउला। त्यसबाट बनेको सबै त्यो स्टोनहरू लिँदाखेरि 2 करोडभन्दा पनि बढी पर्छ। त्यो कुरामा जोड दिन सक्यौँ भने चाहिँ हामीले अझै पनि गर्न सक्छौँ। जस्तो अब यात्रा गुम्बाको कुरा हामी सबै सुन्छौँ, अब लाखौँ लाख किलोको पर्छ। त्यसलाई म्यानेज गरेर कसरी एक्सपोर्ट गर्ने र अब हामीले मोनोपोलिजम गर्ने भनेको होइन कि हामी कहाँ मात्र पाउने सामान अब भोलिको दिनमा कसरी यसलाई चाहिँ रिभाइभ गर्ने र रिकल्टिभेसन गर्ने पनि कुरा गर्नु पर्यो। त्यही अवस्थामा कुरा गर्दाखेरि नेपालको घरेलु तथा सानो उद्योगको अवस्था जीर्ण भनिन्छ, तपाईँ के भन्नुहुन्छ त? जीर्णै भन्न त गाह्रो छ। जीर्णै भन्न चाहिँ अब कसैले अब हेलचक्राइ गरेर जीर्ण भएकोमा भन्नु केही छैन। मिहिनेत गरेर जानेहरूको चाहिँ यही पोलिसीगत कुराले एउटा पोलिसी चेन्ज भएपछि त्यो फेलै हुन्छ। जस्तो साना उद्योगमा प्लास्टिक उद्योग पनि पर्छ। प्लास्टिक उद्योगको पोलिसीमा एउटा चेन्ज हुँदाखेरि सबै प्लास्टिक उद्योग बन्द हुने भयो। सबै प्लास्टिक उद्योग गर्दाखेरि अरबौँको लगानी त छ। त्यस्तै कपडा कारखानाको कुरा गर्नुभयो भने तपाईँले अब इम्पोर्ट गर्ने र यहाँ बनाउने यहाँ महँगो भएपछि बजारमा बिक्दैन। अभियसली तपाईँ हामी अब कन्ज्युमर जुन राम्रो छ, जुन सस्तो छ, जुन बलियो छ त्यो खोजिहाल्छौँ। एकताका अब हामीले सोच्ने बेला चाहिँ हेटौँडा कारखानाको कपडा र बालाजु कपडा कारखानाको कपडा भनेपछि लाइन लगाएर किन्थ्यौँ हामी एकताका। आजको दिनमा ती उद्योगहरू बन्द भयो। कारण के भयो? हाम्रो कपास खेती फेल भयो, अनि धागो बनाउने कारखानाहरू बन्द भयो। सबै गर्दाखेरि संसारको इतिहासमा टेक्सटाइल इन्डस्ट्री भनेको प्रिमिटिभ इन्डस्ट्री र रक्षा गर्नुपर्ने इन्डस्ट्री भन्छ। तर हामी कहाँ सबभन्दा पहिला जीर्ण भएको, बन्द भएको र फेल भएको इन्टरप्राइज चाहिँ कपडा इन्डस्ट्री नै भयो। सबै देशमा त्यसलाई प्रोटेक्सन दिएर जे गर्नुपर्ने गरेर त्यो कपडा चाहिँ बनाइरहेको हुन्छ। तर हाम्रो सेक्टरमा चाहिँ कपडा चाहिँ फेलर भयो। त्यस्तै सिमेन्ट हेर्नुहोस्, सुगर मिल हेर्नुहोस्, अहिलेको अवस्थामा चाहिँ ठिकै भनेर भन्न सक्ने अवस्था छैन। त्यस कारणले लघु घरेलु तथा यो देशको इकोनोमी धानिरहेको भनेको लघु घरेलु तथा साना उद्योगकै सेक्टर हो। अहिले पनि 2-3वटा पब्लिक फोरममा सामान्य प्रधानमन्त्रीज्यूले चिनी चिनी फ्याक्ट्रीवालाहरूले भनेर मैले चिनीको रोकिदिएँ, तर चिनी बजारमा छैन भनेर भन्नुभएको छ। त्यो ह्याङ्की प्याङ्की कता कता भयो त्यो थाहा छैन। रियालिटीमा हामीले राम्रैसँग उत्पादन गऱ्यो भने केही नभए 50% त हामीले सस्टेन छौँ नि।
त्यस्तै अब छालाको सेक्टरमा भने अब झनै 60-70% चाहिँ सेल्फ सस्टेन हुने भइसक्यौँ हामी। तथापि हामीसँग अब ट्यानिङ इन्डस्ट्री छैन। हाम्रै छाला लगेर इन्डियामा ट्यानिङ गरेर ल्याउँछ, त्यही छाला किन्नुपर्छ। यी कुराहरूलाई ब्याकवर्ड लिङ्केज र फरवर्ड लिङ्केजमा जान सक्यो भए त्यो विषयमा चाहिँ हामीले काम गर्नु पर्यो। त्यसलाई सिन्सियरली सबैले सरकार लेभलमा, निजी क्षेत्रमा, सहकारी लेभलमा सबै क्षेत्रले त्यो काम गर्नुपर्ने हुन्छ। सुरेशजी, नेपालकै कुरा गर्दाखेरि नेपालमा हामी यो घरेलु तथा सानो उद्योगतिर कति लगानी भएको छ? यो अघि मैले भने 4 लाख जति उसमा फिगरमा कुरा गर्दाखेरि एमाउन्टमा नम्बर अफ इन्टरप्राइजेस चाहिँ 4 लाख जति भएकोमा टोटल इन्भेस्टमेन्ट चाहिँ 35,000 करोड जति चाहिँ 35,000 करोड। नेपालको इन्टरनेसनल उत्पादनमा यसले कति पर्सेन्ट घटेको छ? नेसनल जिडिपीमा इन्डस्ट्रियल कन्ट्रिब्युसन भनेको 6% को हाराहारीमा छ अहिलेको, होइन? नेपाल यो घरेलु तथा सानो उद्योग होइन, टोटल इन्डस्ट्रियल कन्ट्रिब्युसन चाहिँ त्यसमध्येमा टोटल इन्डस्ट्रियल कन्ट्रिब्युसनमा 5.5% जति छ लघु घरेलु तथा सानो उद्योगको। मतलब 6%मा 5.5% छ। 5.5% भन्दा लगभग 90% हाराहारीमा छ। लगभग 90%। अनि रेभेन्युज कति चाहिँ तिर्छ होला यसले? रेभेन्यूको कुरा गर्दाखेरि तपाईँको म्यासिभली देख्ने जङ्कमा जाने बेला चाहिँ मझौला र ठुला उद्योगले तिरेको देख्छ। जस्तो अब मझौला करदाता सेवा पनि छ, ठुला करदाता सेवा पनि छन्। त्यो हेर्दाखेरि उनीहरूले बढी तिरेको जस्तो देख्छ। तर टोटल रेभेन्यू तिर्ने बेलामा चाहिँ मेरो विचारमा 55% को हाराहारीमा यसले कन्ट्रिब्युसन गर्छ। 55% नेपालको इन्टायर त्यो रेभेन्युजमा? हजुर, 55% इन्डस्ट्रियल रेभेन्युमा कन्ट्रिब्युट गर्छ। अनि यसको डेभलपमेन्टको निमित्त कन्ट्री के गर्दैछ, स्टेट के गर्दैछ? त्यही त अघि पनि स्पष्ट स्पेसिफिक भएर भनौँ न। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोटल बजेट बजेटको कुरा त्यो भयो। पोलिसीमा के गर्छ यिनीहरूले? त्यही त 13 अरबको लगानी छ। त्यसमा 75 देखि 80% त प्रशासनिक खर्चमा जान्छ भनेको। लगानी छैन गभर्मेन्टको, धेरै कम छ, धेरै कम लगानी मात्रामा। यत्रो रेभेन्युज आउने ठाउँमा गभर्मेन्टको कन्ट्रिब्युसन कम छ। अब के भन्नुहुन्छ तपाईँ? अब यसको प्रेसिडेन्ट हुनुहुन्छ तपाईँ, गभर्मेन्टले के भन्नुहुन्छ? हामीले पटक अर्थमन्त्री, उद्योग मन्त्री, प्रधानमन्त्रीसम्म चाहिँ यो कुराहरू पुर्याएका छौँ र पनि अब यो पोलिसी मेकिङमा, पोलिसी एडभोकेसीमा, पोलिसी इन्टरभेन्सनमा चाहिँ नेपाल सरकारको त्यति ध्यान पुग्न सकेको छैन। उदाहरणको लागि म के भन्छु भने 2067 सालमा औद्योगिक नीति आए। त्यसमा लघु घरेलु तथा सानो उद्योगलाई अलिकति प्रोत्साहन दिने डी च्याप्टर चाहिँ थियो। त्यसैको सँगसँगै नीति मात्र आए त भएन, औद्योगिक व्यवसाय ऐन आउनु पर्यो। त्यो 2073मा त्योभन्दा धेरै फरक किसिमले आयो। त्यो पछि हामी करायौँ। त्यसपछि फेरि रिभाइभलको कुराहरू भयो। अहिले संसदमा, व्यवस्थापकीय संसदमा अझै विचाराधीन छ, आएको छैन। यो गर्दाखेरि उद्यम व्यवसाय प्रवर्धनको लागि त्यो मझौला होस्, ठुलो होस्, सानो होस्, लघु होस्, सबैलाई प्रवर्धन हुने वातावरण चाहिँ दिनुपर्छ। संसारको सबै देशमा पनि इन्डस्ट्रियल कन्ट्रिब्युसन, इन्टरप्राइज कन्ट्रिब्युसन भनेको 90% प्लस नै छ, जुनसुकै ठुलो सानो जुनसुकै देशमा पनि। त्यस कारणले हामीले पनि यसमा फोकस गर्नुपर्छ र यसलाई इन्टरप्राइज डेभलपमेन्टमा कन्ट्रिब्युसन गर्दै जानुपर्छ भने चाहिँ हाम्रो कुरालाई त्यति ध्यान दिएर बजेटहरू आउन सकेको छैन। लाइनमै कुरा गर्दाखेरि, ठोसमै भन्नु पर्दाखेरि सरकारले यो गर्नु पर्यो भन्नुपर्दा के भन्नुहुन्छ? सरकारले यही गर्नु पर्यो भनेर भन्दाखेरि तत्तै भन्नु पर्दाखेरि एउटा त अब टेक्नोलोजी एक्सेसमा सरकारले फेसिलिटेसन गर्नु, मात्र फेसिलिटेसन गर्दै पुग्छ र सबै कुरामा, सबै R&Dदेखि सबै कुरामा निजी क्षेत्रले लगानी गर्न नपरे पुग्छ। जस्तो विदेशतिर हेर्नुभयो भने ल्याब टेस्टको कुरा, ल्याब फेसिलिटेसनको कुरा, टेक्नोलोजीको फेसिलिटेसनको कुरा सम्बन्धित सरकारले गर्छ। त्यही अनुरूप चाहिँ हामीलाई गर्दै पुग्छ। हामीलाई यो चाहियो, ऊ चाहियो, यो सुविधा चाहियो, कर छुट चाहियो भनेर हामी भन्दैनौँ। बेसिकल्ली पहिलो कुरा त्यो भयो। अर्को कुरा भनेको अब आजको दिनमा जग्गा किनेर उद्यम व्यवसाय गर्न सक्ने अवस्था भएन। त्यस कारणले अहिले विद्यमान भएका 11वटा औद्योगिक क्षेत्रले चाहिँ हामीले पुगेन। त्यो पनि अब सार्न पर्ने कति ठाउँमा भइसक्यो। जस्तो बालाजको कुरा गरौँ, ललितपुरको कुरा गरौँ, भक्तपुरको कुरा गरौँ, हेटौँडाको पनि कुरा गरौँ, सबै त्यसलाई एक्सपान्ड गर्ने वातावरण बनाउनु पर्यो। त्यो सकिएन भने नेपाल सरकारको नीतिमा पनि आइसकेको हरेक प्रदेशमा
कम्तीमा 500 देखि 1000 बिघाको औद्योगिक क्षेत्र बनाउने अथवा 20-25 बिघाको चाहिँ औद्योगिक ग्रामहरू बनाउनु भने त्यो मात्र गर्दै पनि पुग्यो। अब यही कन्टेक्स्टमा कुरा गर्दाखेरि नेपालमा चाहिँ तपाईँ गभर्मेन्टसँग यसो भन्दै हुनुहुन्छ, निजी क्षेत्रले के गर्दैछ, के गर्न चाहनुहुन्छ? निजी क्षेत्रले अब इन्भेस्टमेन्ट प्लानिङहरू आइरहेको छ। फोहोरभन्दा योपालि इन्भेस्टमेन्ट बढी भएको देख्छु। अस्ति 6-8 महिनाको नेपाल राष्ट्र ब्याङ्कको स्ट्याटसले पनि त्यही भन्छ। जम्मा 310 देखि 325 अरबको लगानी भएको छ। त्यसमध्येमा स्वदेशी लगानी चाहिँ 300 अरब, बाँकी चाहिँ वैदेशिक लगानी भनेपछि बाहिरबाट पैसा आउँदैछ। वैदेशिक लगानी 10 देखि 25 अरब हो। अब 300 अरब चाहिँ नेपाली हामी उत्साहित भइरहेछौँ। त्यस कारणले अब वैदेशिक लगानीलाई मात्र जोड दिनु पनि त्यति ठिक होइन भनेर हामीले भनिरहेका छौँ। किनभने अहिलेको हाम्रो फरेन डाइरेक्ट इन्भेस्टमेन्टको पोलिसीले पनि के भन्छ भने कम्तीमा इन्डिभिजुअल रूपमा आउन नि $1,00,000 को कुरा हो, त्यो भने 1 करोड रुपियाँ भयो सालाखाला। त्यो आउनलाई कसैलाई भिसै मात्र किन्ने जस्तो गर्ने हो भने त भन्नु केही छैन। तर रियल मोडालिटीमा जानलाई चाहिँ फरेन डाइरेक्ट इन्भेस्टमेन्ट भनेको मैले बुझेको चाहिँ 20-25 करोडभन्दा कमको फरेन डाइरेक्ट इन्भेस्टमेन्ट ल्याएर के गर्ने, त्यति कुरा त हामीले पनि गर्न सक्ने भइसक्यो। फेसिलिटेसनको कुरा हो। उनीहरूले पनि यहीँको ब्याङ्कसँग लेन्डिङ गरेर राख्ने हो, हामीले पनि त्यही गर्ने हो। ती कुराहरूलाई म्याचअप गऱ्यो भने हामी आफै सक्षम भयो भने अनि वैदेशिक लगानी त म आउँछु भनेपछि नै उनीहरूले ल्याउँदा हुन्छ कि भन्ने चाहिँ कुरा हो। त्यस कारणले अब हामीले चाहिँ लोकल इन्भेस्टरहरूलाई प्रमोट गर्नु पर्यो र उनीहरूको क्यापेसिटीलाई इन्हेन्स गर्नु पर्यो। एउटा कुरा त्यो हो। अर्को कुरा भनेको अहिले सुरुमा मैले भनेको थिएँ 4 लाख होइन 6-8 लाख जति इन्फर्मल सेक्टरमा छ ती इन्टरप्राइजहरूलाई फर्मल सेक्टरमा ल्याउनु पर्यो र उनीहरूलाई उनीहरूको क्यापेसिटी इन्हेन्समेन्टमा स्वच्छ दिलले इन्टरप्रेन्योर हो भनेर चाहिँ भन्न सक्ने अवस्था दिनु पर्यो। हो मतलब त्यो भन्नुको मतलब चाहिँ यो मान्छे ट्याक्स पेयर हो, कुनै पनि सरकारी कार्यालयमा जाँदाखेरि ह्युमिलिएसन फिल चाहिँ हुनु भएन। ट्याक्स पेयर फ्रेन्डली अफिसेसहरू चाहिँ बनाउनु पर्यो। आजको दिनसम्म पनि अब हामी कर बुझाउन गयो भने ऋण बुझाउन गयो जस्तो एटिच्युड चाहिँ हुन्छ, त्यो हुनु भएन। ट्याक्स पेयर फ्रेन्डली बन्दै त्यसमा सुधारहरू आइरहेको छ र पनि पुगेको छैन भनेर भन्नु। निजी क्षेत्रले पुस गरिराखेको छ गभर्मेन्टलाई, अभियसली गरिरहेछौँ। ती कुराहरूलाई गर्दा गर्दै पनि अब यो लिनेलाई लिएर पुग्दैन, दिनेलाई दिएर सक्दैन भने जस्तै ती कुराहरू गर्दाखेरि अब हामीले ओभरअल डेभलपमेन्टको कुरा गर्दाखेरि प्राइभेट सेक्टर फ्रेन्डली पोलिसिज र एक्टहरू आएन भने यो देशको इकोनोमीमा धेरै गाह्रो हुन्छ। अहिलेको हिसाबले पनि रेमिटेन्सले टोटल बजेटको 27 देखि 30% कन्ट्रिब्युसन गर्छ भनेर भन्छ। भोलि अब यो कतारमा 2022मा वर्ल्ड कप हुनेछ, त्यहाँ भएका 5-6 लाख 8-10 लाख मान्छे फर्क्यो भने यहाँ के गराउने भन्ने चाहिँ त्यही चिन्ता छ। अब के गरी उनीहरू अर्कै ठाउँमा गयो भने त उनीहरू बाहिर म्याचिङ हुने भयो। यदि उनीहरू त्यहाँ काम नभएर त्यहाँबाट फर्किनु पर्यो भने अर्को 5-6 लाख अथवा 10 लाखको हाराहारीमा युवाहरूलाई यहाँ कसरी एकोमोडेट गर्ने, एक्वेन्टाइन गर्ने भन्ने कुराहरू चाहिँ अहिलेदेखि चिन्ताको विषय भइसक्यो। त्यस कारणले पनि अब लोकल बेस इन्टरप्राइजहरू चाहिँ गराउनु र त्यसलाई प्रवर्धन गर्नु पर्यो भन्ने चाहिँ देख्दछु म। यसमा अब नेपाल सरकारसँग हामी रोजै जस्तै अब हरेक हप्ता, हरेक दिन, हरेक महिना यही कुराहरू गर्छौँ, तर पनि अब कामहरू भइरहेको छैन। तपाईँ अब साउथ एसियन कन्ट्रिज एसएमई फोरमको प्रेसिडेन्ट, त्यो हिसाबले साउथ एसियन मार्केटमा नेपालको प्रोडक्ट्सलाई इस्टाब्लिस गर्नुको निमित्त कस्तो खाले रोल प्ले गर्नुहुनेछ? अब यसमा अब बेसिक कुरा भनेको अब मोडर्न इकोनोमीमा मोडर्न इन्टरप्राइजेस स्किममा भन्यो भने एउटा त बायोलेटरल भ्यालु चेन अथवा मल्टिलेटरल भ्यालु चेन अथवा रिजनल भ्यालु चेनको कुरा हो। किनभने सबै टेक्नोलोजी हामीले ल्याएर सिंगल रुफ अन्डर सिंगल रुफको इन्टरप्राइज आजको दिनमा होइन। टोयोटाले उसको कुन चाहिँ पेज चाहिँ कोरियामा बनाउँछ, कुन चाहिँ पार्ट चाहिँ चाइनामा बनाउँछ, के बनाउँछ, उसले एसेम्बल त गर्ने हो नि। त्यस्तै कोसिस चाहिँ अब यो रिजनमा पनि डेभलपर भइरहेको छ। जस्तो 2-3 वटा अफरहरू
बङ्गलादेशबाट पनि यति पार्ट चाहिँ तिमी बनाऊ हामी बाँकी बनाउँछ भन्ने कुराहरू भइरहेछ। ती कुराहरूलाई अब भारतीय व्यवसायहरू चाहिँ त्यति चाहिँ फ्रेन्डली चाहिँ देखिरहेको छैन, अरूहरू चाहिँ फ्रेन्डली देखिरहेको छ। र पनि भारतले पनि यो कुरालाई मनन गरेर यसरी रिजनल भ्याल्यू चेनको कन्सेप्टमा गएर काम गर्ने उसलाई पनि सहिलो, अरूलाई पनि सहिलो हुन्छ। किनभने सँगसँगै ग्रो भयो भने त रिजनल क्यापेसिटी बिल्डअप हुन्छ। होइन भने 8वटा कन्ट्रीमा मध्ये एउटा मात्र एकदम मोटाएर जाने, अरू चाहिँ डुब्लाएर जाने भयो भने त अब अभियसली त्यो मोटाउने मान्छेले सन्तुष्टि पाउँदैन। ती कुराहरू गर्दाखेरि अब भारतमा पनि अब हामीले युपी बिहार क्षेत्रमा हाम्रो ठाउँबाट धेरै सामानहरू गइरहेको हामी पाउँछौँ। त्यसमध्येमा रिलायन्सको कुरा गर्ने भने यो प्रोक्टर एन्ड ग्याम्बलको कुरा, यी इन्टरप्राइजहरू एफडिआई भएर आउँदा पनि उनीहरूको मार्केट चाहिँ युपी बिहार नै हो अथवा वेस्ट बेङ्गालसम्म जाला, सेरोफेरोको हाम्रो सिमाना छेउकै हो। तर आजको दिनमा पनि अब नेपाली सामानहरू भारतमा प्रवेश गर्नलाई उनीहरूको खुसीमा मात्र हामी जान सक्छौँ। तर हामीले के गर्न सक्दैनौँ भने हामीलाई चाहिँदैन तिमीहरूको सामान रोकिदिन्छ भने चाहिँ अब ठुलो इकोनोमी र ठुलो कन्ट्रीको हिसाबले उनीहरूलाई हामीलाई प्रेसर दिइरहेको चाहिँ हामीलाई भान हुन्छ। किनभने हामीसँग अदुवा थुप्रै छ, उनीहरूलाई चाहिने बेलामा हाम्रो अदुवा चाहिँ इजिली एक्सेस हुन्छ। उनीहरूले चाहेन भने त्यो अदुवा नाकामै हाम्रो भन्सार नाकामै कुहिएर जान्छ, त्यो बेकारमा जान्छ। यी क्वारेन्टाइनको पोलिसी भयो, सबै कुराहरूमा ट्रेड फेसिलिटेसनमा ट्रेड ब्यारियरको कुराहरूमा हामीले नेगोसिएसन राम्रोसँग गर्न सकेको अनुभव चाहिँ नेसनल कन्टेक्स्टमा चाहिँ हामीलाई त्यसो महसुस हुन्छ। त्यस कारणले उद्यम व्यवसायहरू पनि अब योपालि खत्तम भएपछि त अदुवा व्यवसाय अर्को पटक फेरि म अदुवा नै काम गर्छु भनेर चाहिँ आँट्न नसक्ने अवस्था चाहिँ देखिरहेको छैन। भन्दाखेरि तपाईँले पनि आफू यो प्रेसिडेन्ट हुँदाहुँदै पनि गभर्मेन्टकै पोलिसीहरूको कारणले र इन्डियाको एक धेरै वर्षको डोमिनेसनले गाह्रो भइराखेको छ। तर तपाईँ प्रयासरत त हुनुहुन्छ? प्रयासरत छौँ। इन्डियन प्राइभेट सेक्टर पनि फ्रेन्डली छ, नेपालको प्राइभेट सेक्टर पनि फ्रेन्डली छ। तर अब गभर्मेन्ट पोलिसी र त्यो एक्ट रुल्स एन्ड रेगुलेसनले गरेर त्यति जति जुन रूपमा जान सक्ने हो, जस्तो यो एक हिसाबले त अब हामी त इन्डियाको लागि एउटा बायर नै हो। हाम्रो लागि त करिब हाम्रो ट्रेड ट्रान्ज्याक्सन 60% जति त इन्डियासँग मात्रै हुन्छ। त्यो उसको इकोनोमीमा कन्ट्रिब्युसन सानो होला, तर हामी बायर त हो नि। हामीले भोलि अब चीनबाट किन्यो भने त्यही सामान किन्यो भने के गर्छ त उसले? उसको आजको 1500 अरबको व्यापार त झर्छ, 800मा झर्छ कि 1000मा झर्छ मात्र कुरा हो। तर त्यो अप्सन चाहिँ हुन्छ प्रोभाइडेड अब हामीसँग हामी ल्यान्ड लिङ्क भन्छौँ, ल्यान्ड लक भयो भने अब ल्यान्ड लिङ्कको कुराले अब चाइनाबाट लिङ्क गर्ने कि इन्डियाबाट लिङ्क गर्ने, त्यो दुई ठाउँ भाग त हामीसँग छैन। लिङ्क कहाँबाट गर्नु त्यो बाटो त हामी खोज्नुपर्ने अवस्था नै आउँछ। त्यो हाम्रो नैसर्गिक अधिकार पनि हो। त्यस कारणले यो ल्यान्ड लिङ्क कन्ट्रीको हिसाबले भोलि चाइना र इन्डियाको ट्रेड फेसिलिटेसन नेपालबाटै गर्नुपर्यो भने पनि त्यो पनि राम्रै हो नि। आजको दिनमा अब इन्डियाले कुनै पनि पोर्टबाट सामान पठाउनु पर्यो ल्हासामा भने 2 चक्कर घुमेर आउनुभन्दा नेपालबाट सुट्टो गयो भने पुग्छ नि त। त्यो कुराहरूमा चाहिँ ध्यान दिएर काम गर्न सक्यो भने विन विन पोजिसनमा थिङ्किङमा काम गर्नुपर्छ भने चाहिँ हाम्रो सुझाव हो। तपाईँको नेतृत्वमा यो काम होस्, अवश्य काम छ। धन्यवाद। दर्शकबिन, धेरै अझ लामो कुरा गर्न सकिन्थ्यो, तर समयको पाबन्दीको कारणले गर्दाखेरि हामीले कुरालाई छट्यायौँ। हामीले आज कुरा गऱ्यौँ साउथ एसियन कन्ट्रिज एसएमई फोरमका अध्यक्ष एवं नेपाल घरेलु तथा सानो उद्योग महासङ्घका पूर्व अध्यक्ष सुरेश प्रधानसँग। कार्यक्रम कस्तो र प्रतिक्रियाको अपेक्षा गर्दै कार्यक्रम हेरिदिनु भयो। धेरै धेरै धन्यवाद।